नेपालको इतिहासले धेरैजना राजा महाराजा देख्यो र उनीहरूको शासनसँगै थरीथरीका पैसाहरू पनि देख्यो। कहिले पाल परेको पैसा, कहिले छालाको पैसा, कहिले चारकुने पैसा हुँदै अहिले कागजी नोटसम्म आइपुगेको छ। तर नेपाली पैसाको त्यो यात्रा त्यति सिधा र सजिलो थिएन। मानाङ्कबाट सुरु भएको हाम्रो पैसाले हजारौं वर्षपछि बल्ल कागजी नोट पायो। समयसँगै राजनीति, व्यापार, युद्ध, धर्म जस्ता कुराहरूले नेपाली पैसाको रूप रङ्ग नै परिवर्तन गरिदिए। अब मुख्य प्रश्न यो हो कि आखिर हाम्रो इतिहासले कस्ता कस्ता पैसाहरू देख्यो त? आज कुरा गरौँ ती 8वटा ऐतिहासिक नेपाली पैसाको बारेमा, जसको बारेमा धेरैलाई थाहा नहुन सक्छ। पाल परेको पैसा। राजा पृथ्वी वीरविक्रम शाहले बीचमा यस्तो पाल परेको पैसाको सुरुवात गरेका थिए। नेपालको इतिहासमा बीचमा पाल परेको पैसा यो भन्दा अगाडि कहिल्यै पनि छापिएको थिएन। सन् 1881 देखि 1911 सम्म शासन गरेका उनले 1902 मा यस्ता अनौठा पैसा निकालेका थिए, जसमा एउटा 12 पैसाको सिक्का थियो भने अर्को 14 पैसाको, अनि यी दुईटै सिक्काहरू फलामबाट बनाइएको थियो। त्यसपछि राजा त्रिभुवनको पालामा पनि यस्तो पाल परेको सिक्का बनाइएको थियो। त्रिभुवनले निकालेको त्यो सिक्काको बारेमा फेरि अर्को छुट्टै कहानी छ। यो सिक्का स्पेशली कार्टिजबाट बनेको हुनाले यसलाई बुलेट पैसा पनि भन्ने गरिन्छ। नेपालको इतिहासमै बुलेट पैसा भनेर चिनिने सिक्का यही एउटा मात्रै हो जुन त्रिभुवनले बनाएका थिए। छालाको पैसा। पाटनका राजा सिद्धिनरसिंह मल्लले छालाको पैसा प्रचलनमा ल्याएका थिए। नेपालमा सबैभन्दा पहिला छालाको पैसा प्रचलनमा ल्याउने उनै सिद्धिनरसिंह मल्ल नै हुन्। तर त्यो छालाको पैसाको भ्यालु कति थियो, त्यसको दर कति थियो भन्ने कुरा अलिकति अस्पष्ट छ। चारकुने पैसा। मल्लकालीन राजाहरूले यस्ता चारकुने सिक्काहरू पनि अत्यधिक रूपमा प्रयोग गरेको पाइन्छ। यो सिक्का काठमाडौँका राजा पार्थिवेन्द्र मल्लको पालामा निकालिएको आदि मोहरको सिक्का हो। तर नेपालको इतिहासमा चारकुने सिक्काको सुरुवात भने उनले गरेका होइनन्। राजा प्रताप मल्लको पालामा पहिलो पटक यस्तो चारकुने सिक्का निकालिएको थियो। यो त्यही सिक्का हो जुन राजा प्रताप मल्लले निकालेका थिए। त्यसपछि अरू मल्ल राजाहरूले पनि यसै गरी चारकुने सिक्काहरू निकाल्दै गए। संसारकै सानो पैसा। राजा जयप्रकाश मल्लले निकालेको यो पैसा संसारकै सबैभन्दा सानो पैसा हो। यसलाई जावा भनेर चिन्ने गरिन्छ। यसको तौल जम्मा 0.004 ग्राम मात्रै छ। यो पैसा वास्तवमै यति सानो छ कि यदि हातको औँलामा राख्ने हो भने यस्तो देखिन्छ। ल हेर्नुस् कति सानो छ। खैर जे भए पनि